यो छलछले झरना हो। यो खुङखुङ ड्यामको दोस्रो अग्लो छेउ यो झरना हो। अनि यस वरिपरि रमाइलो ठाउँहरू छ है। यस्तो घुम्ने फोटोहरू खिच्ने एकदम रमाइलो ठाउँ छ र अवलोकन यात्रा गर्नुपर्छ। र यस अहिले चाहिँ यो भिडियो चाहिँ चर्चा चाहिँ भएको चाहिँ छैन र पनि अब चर्चा हुन्छ बिस्तारै। रमाइलो छ है, एकदम वरिपरि यस्तो ससाना जङ्गलहरू छ अनि रमाइलो छ। र फेरि म फर्स्ट तपाईँहरूको लागि म मिठो भिडियोहरू म फेरि पनि ल्याउने छु है। अनि अब यस्तो माथि अब झरनाहरू छ तपाईँहरूको लागि हस्त म अब धेरै राम्रो म भिडियोहरू पनि ल्याउने छु र मेरो फेसबुक पेजमा तपाईँहरूले देख्न सक्नुहुन्छ र युट्युबमा पनि देख्न सक्नुहुन्छ। तपाईँहरू धेरै म राम्रो भिडियोहरू म रिल्सहरू ल्याउने छु तपाईँहरूको लागि।